आज हामी एउटा यस्तो जीवको कुरा गर्दैछौँ जुन सानो त छ तर त्यसको कामले पुरै दुनियाँ टिकेको छ। हो, आजको हाम्रो यस प्रस्तुतिमा हामी मौरीको जीवविज्ञान र व्यावसायिक मौरी पालन, जसलाई हनीबी बायोलोजी एन्ड एपिकल्चर भनिन्छ, त्यसको एउटा विस्तृत कक्षागत समीक्षा गर्दैछौँ। यी साना जीवहरूले हाम्रो पर्यावरण र कृषिमा कति ठूलो भूमिका खेल्छन् भन्ने कुरा सुन्दा जो कोही पनि छक्क पर्न सक्छ। ल, अब यसमा गहिरिएर हेरौँ र मौरीको अद्भुत संसारको बारेमा केही नयाँ कुरा सिकौँ। हाम्रो आजको रिभ्यूको रूपरेखा यस्तो छ। पहिलो, जीवविज्ञानको आधार। दोस्रो, घारभित्रको जातीय प्रणाली। तेस्रो, जीवनचक्र र कार्य। चौथो, पर्यावरण र स्वास्थ्यका कुरा। र अन्त्यमा सिकेका कुराहरू जाँच्न एउटा छोटो मौरी पप क्विज। ल, पहिलो खण्डबाटै सुरु गरौँ। मौरीको जीवविज्ञानको आधारशिला। सुरुमै दुईवटा महत्त्वपूर्ण प्राविधिक शब्दहरू क्लियर गरिहालौँ है त। एउटा हो एपिकोलोजी, यो भनेको मौरीको बारेमा गरिने वैज्ञानिक अध्ययन हो। अनि अर्को छ एपिकल्चर, जब हामी मह वा अरू उत्पादनका लागि व्यावसायिक रूपमा मौरी पाल्छौँ नि, हो त्यसलाई एपिकल्चर भनिन्छ। विज्ञान र व्यवसाय बीचको यो फरक चाहिँ एकदमै प्रष्ट हुनुपर्छ। अब कुरा गरौँ वर्गीकरणको। मौरी आर्थ्रोपोडा फाइलम र इन्सेक्टा क्लासमा पर्छ। तर यहाँनिर सबैभन्दा गजबको कुरा के छ भने यिनीहरू सामाजिक किरा हुन्। मौरी कहिल्यै एक्लै बाँच्न सक्दैन। यिनीहरू एकदमै मिलेर बस्छन्, गजबले कामको बाँडफाँड गर्छन् र एउटा सिङ्गो समाज जसरी चल्छन्। साँच्चै भन्ने हो भने यही टिमवर्क नै यिनीहरूको सफलताको मुख्य रहस्य हो। अब लागौँ दोस्रो खण्डतर्फ, घारभित्रको जातीय प्रणाली। यो एकदमै रोचक छ। एउटा मौरीको घार ठ्याक्कै एउटा व्यस्त सहर जस्तै हुन्छ। यहाँ 3 प्रकारका मौरी हुन्छन्: रानी, भाले र कर्मी। रानी मौरी पुरै घारमा मात्र एउटै हुन्छन्। आयु 2 देखि 5 वर्ष हुन्छ र सुन्दा अचम्म लाग्ला दिनमै 3000 सम्म अण्डा पार्छिन्। भाले मौरीको कुरा गर्दा यिनीहरू करिब 2 महिना बाँच्छन् र मुख्य काम भनेको रानीसँग समागम गर्नु हो। अनि कर्मी मौरी नि, यी बाजो पोथी मौरी हुन् जसले घारको 90% जनसङ्ख्या ओगट्छन्। यिनीहरू जम्मा 6 हप्तादेखि 6 महिना बाँच्छन्, तर घारको सम्पूर्ण काम यिनीहरूकै काँधमा हुन्छ। यहाँनिर जीवविज्ञानको एउटा एकदमै अचम्मको प्रक्रिया छ जसलाई पार्थिनोजेनेसिस भनिन्छ। भाले मौरीहरू कसै जन्मिन्छन् थाहा छ? यिनीहरू निषेचन नभएका अर्थात् अनफर्टिलाइज्ड अण्डाहरूबाट सिधै जन्मिन्छन्। त्यसैले यिनीहरू ह्याप्लोइड हुन्छन्। मतलब यिनीहरूको शरीरमा जम्मा 16वटा मात्र क्रोमोजोम हुन्छ। प्रकृतिको यो नियम आफैमा कति विशिष्ट छ, हैन त? अर्को महत्त्वपूर्ण शब्द छ नप्शियल फ्लाइट। यो भनेको रानी मौरी र भाले मौरीहरू समागमका लागि घार बाहिर उड्ने विशेष उडान हो। भाले मौरीको त्यो छोटो जीवनमा यो नै सबैभन्दा महत्त्वपूर्ण र अन्तिम घटना हो। यससँगै हामी तेस्रो खण्डमा आइपुग्यौँ, जीवनचक्र र कर्मी मौरीका कामहरू। मौरीको विकास पूर्ण रूपान्तरण अर्थात् कम्प्लिट मेटामोर्फोसिसबाट हुन्छ। यसका 4वटा स्पष्ट चरणहरू छन्। पहिलो, अण्डा अवस्था, जुन 3 दिन रहन्छ। दोस्रो, लार्वा, जहाँ सुरुमा रोयल जेली र पछि मधुरोटी खुवाइन्छ। तेस्रो, प्युपा अवस्था, जहाँ किरा नचलिकन बस्छ तर पखेटा र खुट्टाहरूको विकास भइरहेको हुन्छ। र चौथो, पूर्ण विकसित वयस्क मौरी। यहाँनिर सबैभन्दा रमाइलो कुरा चाहिँ कर्मी मौरीको उमेर आधारित कार्यतालिका हो। जन्मेको 1 देखि 3 दिनसम्म उनीहरू कोठा सफा गर्छन्। 4 देखि 6 दिनसम्म अलि ठूला लार्वालाई खाना खुवाउँछन्। 7 देखि 11 दिनमा उनीहरू रोयल जेली निकाल्छन्। 12 देखि 17 दिनमा मैन बनाएर चाका निर्माण गर्छन्। 18 देखि 20 दिनमा घारको ढोकामा पाले बस्छन्। अनि 21 दिन पुगेपछि मात्र बल्ल घार बाहिर निस्केर रस र परागकण खोज्न जान्छन्। कसैले सिकाउनै नपर्ने यो प्राकृतिक प्रोग्रामिङ साँच्चै नै पत्याउनै गाह्रो छ। भर्खरै हामीले रोयल जेलीको कुरा गर्यौं नि, यो एउटा एकदमै विशेष र उच्च पौष्टिक तरल पदार्थ हो जुन 7 देखि 11 दिनका कर्मी मौरीको टाउकोको ग्रन्थीबाट निस्कन्छ। यही रोयल जेली खाएर एउटा साधारण लार्वा भविष्यको रानी मौरी बन्छ। यो त मौरीको संसारको सुपर फुड नै हो भन्दा हुन्छ। अब चौथो खण्ड, पर्यावरण र स्वास्थ्यमा मौरीको महत्त्व। महकै कुरा गरौँ न, यो केवल एउटा गुलियो खानेकुरा मात्रै पक्कै होइन। यो त भिटामिन र खनिजको भण्डार हो। खोकी लाग्दा होस् वा घाउ खटिरामा यसको औषधीय गुणले अचूक काम गर्छ। आजकल त सौन्दर्य प्रसाधन र फेस वाशहरूमा पनि मह राखिएको हुन्छ। अनि खाद्य पदार्थलाई लामो समयसम्म बिग्रन नदिन पनि यसको प्रयोग हुन्छ।
कृषिमा त मौरीको महत्व झनै विशाल छ। मौरीले गर्ने परागसेचनले गर्दा बालीनाली र फलफूलको उत्पादन ह्वात्तै बढ्छ। कृषकहरूका लागि मह, मैन र रोयल जेली बिक्री गरेर राम्रो आम्दानी गर्ने यो एउटा गजबको माध्यम हो। अझ खुसीको कुरा के भने यो व्यवसाय सुरु गर्न धेरै ठूलो लगानी नै चाहिँदैन। तर मौरीको सबैभन्दा ठूलो योगदान त हाम्रो पर्यावरणमै छ। यिनीहरूले जङ्गली वनस्पतिहरूमा परागसेचन गराएर जैविक विविधता टिकाइराख्छन्। धेरै चराचुरुङ्गी र साना जनावरहरूको खाद्य श्रृङ्खला मौरीमै निर्भर छ। मौरी बिना त यो पृथ्वीको इकोसिस्टम कस्तो होला कल्पना गर्न पनि डर लाग्छ। ल अब पालो 5औं खण्डको मौरी पप क्विज। अघि सिकेका कुराहरू कति याद भयो त हेरौँ है। पहिलो प्रश्न, अण्डाबाट पूर्ण विकसित वयस्क रानी मौरी बन्न जम्मा कति दिन लाग्छ? अघि हामीले पढेको कुरा सम्झौँ है। रानी मौरीको समय कर्मी र भालेको भन्दा अलि फरक हुन्छ। र यसको सही उत्तर हो 16 दिन। हो, रानी मौरी सबैभन्दा छिटो विकसित हुन्छन्। कर्मी मौरीलाई 21 दिन र भाले मौरीलाई 24 दिन लाग्दा रानी मौरी भने मात्र 16 दिनमा तयार भइसक्छिन्। अब दोस्रो प्रश्न, कुन प्रकारको मौरी ह्याप्लोइड हुन्छ र निषेचन नभएको अण्डाबाट जन्मिन्छ अनि यो अचम्मको जैविक प्रक्रियालाई के भनिन्छ? यसको उत्तर हो भाले मौरी अर्थात् ड्रोन। अनि अनफर्टिलाइज्ड अण्डाबाट जन्मिने यो प्रक्रियालाई पार्थेनोजेनेसिस भनिन्छ। पक्कै पनि यो याद थियो होला। ल अब अन्तिम प्रश्न, उमेरमा आधारित कार्यतालिका अनुसार जब कुनै कर्मी मौरी 18 देखि 20 दिनको हुन्छ उसले घारमा कुन महत्त्वपूर्ण काम गर्छ? सही उत्तर हो घारको मुख्य ढोकामा बसेर सुरक्षा गर्ने। बाहिर मह खोज्न जानु अघि प्राकृतिक शत्रुहरूबाट घारलाई जोगाउने उनीहरूको यो एउटा निकै महत्त्वपूर्ण ड्युटी हो। यस छोटो तर जानकारीमूलक समीक्षाको अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु। यी साना कर्मी मौरीहरूको अथक परागसेचन बिना विश्वको खाद्य श्रृङ्खला र जैविक विविधताको अवस्था के होला? साँच्चै नै मौरी केवल एउटा किरा मात्र होइन, यो त पृथ्वीको जीवनलाई टिकाइराख्ने महत्त्वपूर्ण आधार पो हो त। आजको यो रिभ्यूमा सँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद। मौरीको संरक्षण गरौँ किनकि उनीहरूले हाम्रो संरक्षण गरिरहेका छन्।